त कलाकार होस्, कलाकारिता नै गरेर बस। यो देशको बारेमा बोल्ने राजनीति गर्ने काम चाहिँ नगर है। त कलाकारितै गरेर बस्ने फेरि त्यहाँ, देशको बारेमा नबोल्ने फेरि त्यहाँ, राजनीति सम्बन्धी नबोल्ने फेरि त्यहाँ अरे क्या। मलाई हाम्रो अहिलेका के भन्छ अरे भाइरल पार्टी राष्ट्रपाका केही अराजक तत्त्वहरूले भनिबक्सेको है मलाई है। होइन यो यिनीहरूको यो अराजक पार्टीको स्वतन्त्र पार्टीको हुनेवाला फेसबुकै प्रधानमन्त्री पहिलाको अब हुनुभयो भने चाहिँ देशको प्रधानमन्त्री होइन। उहाँ चाहिँ के आमाको गर्भमै फुत्तै प्रधानमन्त्री भएर निस्किनु भएको रहेछ कि के रहेछ, जन्मिँदैखेर प्रधानमन्त्री हुनुहुँदो रहेछ कि के रहेछ गाइज, यो मलाई बुझाइदिनु पर्यो यार। उहाँको गीत त हामीले नहेरे होइन, बाटा बाटामा ऱ्याप हाने हामीले नहेरे होइन, ऱ्याप हाने के त्यो ब्याटल भिडाइ के भन्छन् त्यसलाई म त जान्दिनँ है, वाटेभर जेसुकै होस्। अनि यिनीहरूको हुनेवाला प्रधानमन्त्री चाहिँ खास के गर्वमै प्रधानमन्त्री भएर फुत्तै निस्किनु भएको रहेछ के रहेछ, यो चाहिँ मलाई बुझाइदिनु पर्यो हौ। हामी कलाकारले देशको बारेमा नबोल्नु रे, राजनीतिको बारेमा नबोल्नु रे, राजनीति नगर्नु रे होइन, त्यस्तो रे नि त। मलाई अर्डर दिनुभयो यहाँ कमेन्टमा, हेर्नु त नपत्याए थोरै अर्डर देखानु मलाई। स्वतन्त्र पार्टीका समर्थकहरू जीवहरूले अर्डर दिनुभयो क्या मलाई। बाँकी ती छाडा भनेको त यिनीहरूको त्यो आइडेन्टिटी जस्तै हो, नेपालको आइडेन्टिटी कार्ड, विद्यार्थीको आइडेन्टिटी कार्ड भने जस्तै यिनीहरूको छाडा भनेको चाहिँ स्वतन्त्र पार्टीका समर्थकहरूको आइडेन्टिटी कार्डै हो। छाडा शब्दहरू चाहिँ होइन लेखेर राख्नुभयो हुन्छ होइन। यो के हो खास यो, लौ न अरू पार्टीका अनि स्पेसली चाहिँ अरू पार्टीका भन्दा पनि नेपाललाई माया गर्ने पार्टीका नेपाल पार्टीका चाहिँ साथीहरूले मलाई भनिदिनु पर्यो यार। कलाकारले अनि अरूहरूले जस्तै डक्टरले त डक्टरी गर, नेता सम्बन्धी नबोल भने हान, फलानालाई त फलाना काम गर्ने मान्छे त्यही गर, यो सम्बन्धी नबोल भने हान, कलाकारलाई त कलाकारै गर, देश सम्बन्धी नबोल, राजनीति सम्बन्धी नबोल भने हान। यिनीहरू हुनेवाला प्रधानमन्त्री चाहिँ गर्वमै प्रधानमन्त्री भएर जन्मेर रहेछन् क्या खास, मैले नबुझेको कुरो यो बुझाइदिनु त मलाई एकदम बुझ्न मन लाग्यो, त्यही भएर यो भनेको। उहाँका गीतहरू केहरू हामीले नहेरे होइन है, हामीले नदेखा होइन, देखायौँ कता कसरी गाउनुहुन्थ्यो, के गर्नुहुन्थ्यो भन्ने कुरा हामीले निहेर्यौँ। अझ त्यतिखेर त यो यस्तो भाइरल हुने खालको जमाना थिएन नि त, देखिएन, भाइरल भएन होला, कता अलिअलि छाटछुस मात्रै देखियो होला। एनिवेज एउटा कुरा चाहिँ के सम्झाइदिन्छु भने म एकदम शान्त मनले शान्त दिमागले होइन, देशको बारेमा बोल्नु, राजनीतिको विषयमा चासो राख्नु भनेको चाहिँ नि मेरो मात्रै होइन, तपाईँ हामी सबैको अधिकार मात्रै नभएर कर्तव्यको नि कुरा हो है, यति चाहिँ बुझिदिनुहोस् प्लिज। सुरुमै कलाकारिता होइन क्या, सुरुमै तपाईँ डक्टर पनि होइन होला, पाइलट पनि होइन होला, सुरुमै नेता पनि होइन होला, केही पनि होइन होला, प्रधानमन्त्री पनि होइन होला होइन, सुरुमै भोटर पनि होइन होला होइन। सुरुमा चाहिँ तपाईँ नेपाली, हामी नेपाली है, त्यसपछि बल्ल कलाकार, बल्ल प्रधानमन्त्री, बल्ल नेतागिरी, बल्ल दादागिरी, बल्ल अराजकतागिरी होला होइन। यति चाहिँ बुझिदिनुहोस्, सबैजनाले देशको बारेमा बुझ्नुपर्छ, बोल्नुपर्छ, यही हो बोल्ने बेला। अब हामीले सत्य बोल्दाखेरि तपाईँहरूले गाली गर्नुहुन्छ, ए साँच्ची। अनि मलाई के पनि भन्दा रहनु भने तँलाई छाडा बोल्दा के अरे यति छाडा कमेन्ट गरे भन्छन्, लाज लाग्दैन अरे क्या। किन सबै लुगा खोलेर कट्टु फुकालेर सबै मासतिरको सबै फुकालेर बोलेको छु कि किन लजाउनु पर्ने चाहिँ के छ काम छ? सत्य बोल्दा लजाउने होइन नि, सबै सत्य बोल्दा छाती खुल्ला दिल खोलेर बोल्ने हो। ल के हो यो यस्तो भन्नुपर्छ क्या सत्य बोल्दाखेरि। लजाउने भनेको चाहिँ जो त्यो संस्कार नपाएकाहरू, भरौटे कुत्ता कुकुरहरू, नेपाल के भन्छ अरे नेपाली आमा दिदी बहिनीलाई, नेपाली आमा दिदी बहिनी मात्रै होइन दाजुभाइ कसैलाई पनि रेस्पेक्टै नगर्ने, नेपाललाई नै रेस्पेक्ट नगर्ने अराजकहरू, यो बलात्कारीहरू, भ्रष्टाचारीहरू, यो कुत्ता हरामी कुनी के जाति खान नपाएका कुकुरहरू हुन्छन् नि, यिनीहरूलाई चाहिँ हुन् क्या लाज मान्नु पर्ने चाहिँ। यिनीहरूले चाहिँ जसले त्यस्तो लेखेका छन् त्यस्तालाई, तिनीहरूले पो हो त लाज मान्ने। हामीले किन लजाउने? के खोलेर बोलेर लजाउनुलाई? के जे पाइदियो के बोलेर लजाउनुलाई? भएको कुरा गर्दाखेरि किन लजाउनु पर्यो? कमेन्ट गर्नेले चाहिँ लजाउने हो भाइ, हामीले लजाउने होइन है। यति बुझ्नु है आदरणीय घन्टी साहबहरू। टिङ्रिङ हजुरहरू त्यो मेरो कमेन्टमा आएर भुक्नु भन्दा पनि त्यही हल्लाएर बस्नु, तपाईँहरूले त्यसले एकदम पर्फेक्ट देख्छ। ओके, घन्ट्याङ लन्द्रेङ गर्दै बस्नु, तपाईँहरूलाई त्यसैले सुहाउँछ। यहाँ आएर मेरो कमेन्ट बक्समा भुकेर केही काम छैन, न मैले तपाईँहरूको त्यो भुकाइलाई बालिदिने हो, न मैले फर्केर हेर्ने हो, केही बालिदिन्न।
बा यति झिनो मेरो कान्छेमा लाग्यो के हुन्छ नि क्या त्यति पनि दिन्न म तपाईँहरूको बाले दिन्न राम्रा अराजक कमेन्टहरूलाई के चुमचुम गर्दै भुक्छौ तिमीहरू पटेरिका थु लु त कति थुक्छ खुइले भन्छन् होइन भन्छन् लु त के भन्नुहुन्छ भन्छन् नि होइन अराजकहरूले हो तिमीहरूको बियरलाई थुक्या हो थुके सिधिसक्यो तिमीहरूलाई थुक्दा मेरो थुक सिधेलाई तिमीहरू सुध्रिने होइन ठुवाक्क लागिसक्यो मलाई त लु छाडा कमेन्ट गर्नेलाई चाहिँ अहिले नै मेरो थुक पनि माया लाग्छ यार फ्याल्न यिनीहरूको लागि खर्च गर्नुलाई यस्तो अमृत जस्तो मेरो थुक ओके सच्चा नेपाली सम्पूर्ण नेपाललाई माया गर्ने अनि मलाई पनि माया गर्नेहरूलाई धेरै धेरै माया धेरै धेरै सम्मान बाँकी सम्पूर्ण अराजकहरूलाई चाहिँ ओके नमस्ते थ्याङ्क यू सो मच अनि छुट्ने बेलामा आज प्रणय दिवसको शुभकामना यो प्रेम दिवस चाहिँ सुरुमा चाहिँ अहिले जतिको जोडीहरूदेखि लिएर बुढाबुढीदेखि लिएर हुन्छ नि जति पनि हुन्छ त्यो प्रेमलाई एकैछिन थोरै समयको लागि थाती राखेर अहिलेको लागि चाहिँ प्लिज देशलाई प्रेम गरिदिनु होला भन्न चाहन्छु थ्याङ्क यू सो मच जय नेपाल जय नेपाली जनता जय जय राम्रो पार्टीका राम्रो मान्छेहरू जय अनि विजय अनि थु पार्टीको नाम लिएर भरम फैलाउनेहरू अनि हुन्छ नि सपोर्टरको नाममा कलङ्कहरू त्यस्ताहरूलाई चाहिँ बाई बाई जय नेपाल नमस्ते